गुड मर्निङ नमस्ते सबैजनालाई फ्याफुल्ला आज फेरि नयाँ भिडियो बनाउँदैछु गाइज। यो भिडियो कस्तो चाहिँ हल्का काम भएर बाहिर निस्केको यहाँबाट राइटै अनि उसले चाहिँ गाडी चलाउँदैछ चाहिँ भिडियो बनाउँदैछु। यहाँबाट सिधै साउदी पुग्छ। यहाँबाट सिधा अगाडि गयो भने यहाँ चाहिँ हाइवे नै आयो। तपाईँहरूलाई ठाउँ कस्तो लाग्यो यहाँ पहाडको यहाँ चाहिँ विदेशमा चाहिँ यस्तो हुन्छ गाइज। यो फुलहरू गार्डन रोपेर राखेको क्या दामी छ नि ब्रिजहरू यस्तो दामी हुन्छ क्या हाम्रो नेपालमा चाहिँ। यहाँबाट चाहिँ यो चाहिँ सिधै हाइवे गयो भने यो साउदीको हाइवे हो। बाटो चाहिँ यस्तो छ गर्मी छ धेरै। त्यतिकै मान्छेले मरुभूमि भन्दैन नि त। एकदम 40-45-46 डिग्रीको गर्मी छ आज चाहिँ यस्तो तातो। हाम्रो नेपालमा नै यस्तो रोड कहिले बन्ला हो गाइज। यस्तो दामी रोड छ मरुभूमि भने जस्तो केही छैन सुखा। यहाँ चाहिँ यस्तरी बोर्डमा लेखेको हुन्छ कता जाने चाहिँ मरुभूमितिर जाने। हामी चाहिँ फेरि फर्किन्छु अगाडिबाट राखेर सिपतिर जान्छु। एकै अहिले चाहिँ सहरतिर आइपुग्यो। यहाँको पाहाडको हाइवे र विदेश भन्ने चाहिँ यस्तो हुन्छ। हाइवे भन्ने चाहिँ यस्तो हुनुपर्छ नि त। हाम्रो नेपालमा चाहिँ यस्तो रोड कहिले होला सायद। क्या दामी छ त अनि रोड हेर्नुहोस्। यहाँ चाहिँ 120-120 को स्पिड हुन्छ। 20 को रोड भने त यस्तो हो नि त गाइज। यति दामी छ कि एक लाइन 2 3 4 5 लाइन। यहाँ 5 लाइन रोड चाहिँ यतिको हुन्छ। फर्स्ट ट्याग चाहिँ स्पिड हिँड्ने यहाँ चाहिँ ठिक्क नर्मल। लास्टको चाहिँ एकदम ट्रकहरू हुन्छ। यतिको स्पिड भनेर चाहिँ यसरी लेखेको हुन्छ क्या। चाहिँ यो जति रोडमा स्पिड लेखेको छ त्यति नै स्पिड हिँड्नुपर्छ। त्यहाँदेखि माथि स्पिड हिँड्यो भने फाइन ठ्याक्क हानिहाल्छ क्यामेरालाई। यहाँ चाहिँ पुलिस ट्राफिक भन्ने चाहिँ हुँदैन। क्यामेराले चाहिँ मरुभूमि खजुरी रोड बल्ल छिर्यो। यो चाहिँ मानामा साइड जाँदैछु। बिल्डिङहरू चाहिँ यस्तो दामी दामी छ। चिटिङ गरेको ट्याक बनाएर राखेको। हाम्रो नेपालमा त कहिले हुन्छ थाहा छैन। यस्तो घरहरू चाहिँ सपना होला। म मन्त्री भयो भने यस्तै ठाउँ बनाउँथ्यो नेपालमा राजा भयो। अझ ल ठ्याक्क सिममा पनि आइपुग्यो। थोरै काम रहेछ यहाँ। काम सकेर हामी चाहिँ फर्क्यौँ। यति दामी छ कि यो ठाउँ चाहिँ हो माइ गड। यस्तो भयो त विदेश भन्ने चिज। त्यतिकै मान्छेले विदेश भन्दैन नि त। फाइनली गाइस अब काम पनि सक्यो। फेरि हामी फर्किन्छु। गर्मी त यति गर्मी छ कि यो चाहिँ ठाउँहरू हेर्नुहोस् है गाइस। यस्तो राम्रो राम्रो बिल्डिङहरू छ। अब चाहिँ गाडी म चलाउँछु जान्छु। बाहिरको महल चाहिँ यति गर्मी छ कि गाइस। यति गर्मी छ कि